पहिलेदेखि वैदिक चाल चलन धर्म भनेको कर्म काम गरेर आएर 10 को आर्जनले जीविकोपार्जन गरेका देश हो। अहिले परनिर्भरतामा रहियो। सरकारले पनि कुनै उद्योग धन्दा खोल्न सकेन, भएको पनि बन्द गरे। भएको पनि अब जस्तो खाला उद्योग कारखाना यो चिनी गानी भएका पनि त्यस्तै गर्दैछ। हजुर र कृषि काम गर्ने मान्छे माटोसँग सम्बन्धित भएकर उसलाई पढाइ लेखाइ त्यस्तो ज्ञान छैन। हेरे पनि यो शूद्र जाति अथवा क्षेत्री जाति आदिले वेद पढ्न हुन्न भन्ने कुरा ब्राह्मणहरूले त्यो कुरा ल्याए। वेदमा त सर्वेजना सुखिनः भवन्तु, सर्वेजना आरोग्य भवन्तु, सर्व शान्ति भनेर लेखिएको छ। त्यसमा कुनै जातभातको केही छैन भन्छन्। यतकै माथि बाहुनको वेद पढ्ने उनैका छोरालाई उनले वेद पढाउँथे। म सानो तीन कुराहरू सिक्थे कि सङ्गतले गर्दाखेरि बस्ने हातको यसो अरेनी यसो अरेनी रमाइलो लाग्यो। रमाइलो हजुर हजुर हो। र सबै हिजो राणाले यहाँको भएको शोषण गरेर भनौँ ग्वालियरमा लगेर बसे। केही कुरा तर रुगा क्याप्प पार्ला जस्तो लक्षण छ कि झन् मलाई असाध्यै मनपर्ने हो। मैले आएका यी कौरवले नि त्यही सोचमा गरे। हेर्नुहोस् होइन, त्यही सोच उद्योग धन्दा कल कारखाना खेतीपाती आदि कुरातिर उनको ध्यान गएन। कसरी चाहिने राणाले यस्तै गरेका थिए, हामीले पनि कुम्लाउँ भन्ने हिसाबले चल्यो र जनता अब अझै अशिक्षित छ भएको पनि अब उनको प्रलोभनमा परेर अब छाप लागेको छ। अहिले लागेको छ, छाप त लागेको छ। कतिले दारू खाएर लाउँछ, कतिले मासु खाएर लाउँछ, कतिले पैसा लगाएर खान्छ। हाम्रो हिजो चाहिने यहाँको धान खर बाटो आदि सब चाहिने भारततिर जान्थ्यो, चामल आदि अहिले उठाएर आएको गरेर पानी भयो एकदमै। 30 सालमा सम्म नि म 21-22 सालमा एसएलसी गरेर हेर्नुहोस्। हजुर त्यहाँदेखि 1 साल त्यता पढाएँ, 1 साल यता पढाएँ। यो यहाँका सारा चाहिने बाटा घाटा खानु पानी स्कुल यो सबै पहिले नै नपढे मान्छेको र म भयो जस्तो अलिकति फरक भयो। गर्नु पर्यो पर्यो हजुर हो गर्नु पर्यो। त्यहाँबाट यो मस्जिद दमदानी मनविग्रामको घर ओपट्टि अब पेटका गतन खोल बढेर आउँछ, मान्छे लान्छ, हिँड्न डुल्न छैन।
त्यहाँबाट म यहाँ सचिव भएको थिएँ 3000 रुपियाँ त्यो फुललाई पञ्चायत ठेक्कर खेर राख्दै आउँछ त्यहाँ लौ जानुहोस् मालताल ल्याउनुहोस् भनेर छर लट्ठासट्टा कताएर छल ल्याउने सिमेन्ट ल्याउने भनेर एउटा जिल्लाको के अरे जिल्ला विकासको खबरदार म भएर गयौँ र यो कानपुर त्यहाँबाट एउटा माधनबाट साथी गरेर चिनी ल्याएर कौकुरामा फाल्यो सिमेन्ट ल्याएर फाल्यो त्यस बेला हेर्नुहोस् दाङबाट राले घोडाले चामल र तोरी लगेका छन् भारततिर उताएर नुन चिनी ल्याउँछन् त्यस्तो त्यो ल अहिले त अब उठेर ल्याएर खाइन्छ सबै आयत हुन थाल्यो सबै यस्तो भयो र अब पढाइ शिक्षा पनि अब त्यस्तै भयो स्वास्थ्य शिक्षा भनेको यो धेरै आवश्यकताका चिज हो नि ती सबैको सेवा गर्ने चिज हुन् ज्ञान दिने चिज हुन् अब बिमारीको औषधि उपचार गर्ने त्यस्तो चिजमा पनि त्यस्तो निकाय भनौँ त्यस्तो संस्थामा पनि विकृति आउनु स्कुले बालकहरूलाई त्यही हिसाबको रटना लानु यो पार्टी ऊ पार्टी यो पार्टी गर्नु रोइको त सबैको उपकार गर्ने हो गर कुन दलको के हो भनेर भन्नु यो साह्रै चाहिँ नलायक देख्नु हामी सबै मिलिजुली बस्नु देशको धन्दा देशको विकास आदि गर्ने कुरो हुँदो यतातिर त तल्लो चाहिँ तहका पनि त्यस्तै देखिन जान्छ हिजो म अलिअलि अब जहाँ पनि एउटा पुरानो हिसाबकै संस्कारमा र केही चाहिँ अगुवाई अब गर्ने हुनुहुन्थ्यो कसैको गोल किन्दिने खसी किन्दिने टुरा डुरी गाडी खान्छ यसो घर छाना खटाउने जोत दिने यसो त्यसो गर्ने र बाटाघाटाको तल गर्ने यसो केही हिसाबको लाइनबाट गर्दै आइयो र त्यहाँको सरकारको यसो चाहिँ म त सानो सुगेर बाटा पछि जान्छु बाटा अलिकति मान्छे भएको र त्यो 7औं अध्यायमा चाहिँ के श्रीमद् भागवतमा हिरण्यकश्यप श्रीमती तिनको त्यो नआएर कयादु पदार्थ त जन्मे होइन त उसले त रामको नाम लिन्छ विष्णुको नाम लिन्छ पदार्थ त होइन किन यस्तो मेरो दुष्टको नाम स्वदेवर ल्याउँछ उनले त्यो गर्भमा आमाको गर्भमा त्यो ज्ञान सिकेका हो भन्ने कुरा आउँछ हामीले त त्यतिका र स्वास्थ्य शिक्षा आयुर्वेदिक त पढ्या छैन हेर्नुहोस् अब हामीले हाम्रो भनाइमा अब 25 दिनमा अथवा मुटु भन्छ यसरी बन्दै जान्छ भन्छौँ र 5 महिनामा अथवा त्यसले सुन्निकै हुन्छ भन्छ त्यो हाम्रो आमाको गर्भमा पनि त्यस्तै संस्कारहरूको विकास हुँदै हुँदै गएर गर्भमा त्यही सुनेछ कि
अहिलेका बालखाहरूले पनि एउटा चाहिँ सानो हेर्दै भयो भने कलर सलर केही दिए च्याप्पा छोप्चा यता तान्न दिन्न होइन जन्म जाए त्यसो त भनिन्छ जन्म केही जानेर हुन्न होइन त यही समाजमा सिक्दै जाँदै जाँदै चाहिँ विकसित हुने हो भन्ने मलाई लाग्छ। त ती केटाकेटीहरूले पनि त्यो जन्मिँदै त अथवा त्यस्ता थिए अलिकति भयो भने त त्यस्तो गर्छन् भनेपछि अब आफू यो कसरी हुन्छ होइन आफ्नो पाइभेकमा आफ्नो के हुन्छ सबै स्वार्थ निहितमा गयो स्वार्थ निहितमा गयो। हिजोसम्म त हामी सानो हुँदाखेरि त केही सामाजिक दृष्टिकोण थियो अहिले त एकदम अब स्वार्थ निहित भए स्वार्थी भए आफ्नै छोराछोरी आफ्नै नातापाता जाहेर धन्दा तिनैलाई विकास निकास तिनैलाई अझ भटला गरेर चाहिँ नि तिनैलाई यस्तो भाउ हेर्नु कृषितिर हेर्दैनन् किनभने कृषिको मान्छे अब पढेको छैन त्यतिका चेतनशील छैन र छात्रहरूले आन्दोलन गर्छन् केही गर्छन्। अहिले भन्नुहोस् न शिक्षकको कर्मचारीको होइन यस्तो छ अरू त अब हाम्रो सङ्गठितै हामी किसान हुन सकेका छैनौँ चेतनाको अभाव छ कस्तो खेती गर्ने के गर्ने भने हिजो बिउपल अब हाम्रो गइले फाँक भन्ने अब त्यो माछा काटे गाईको अब भैँचाको सानोमा पनि फाँकको अलिक ठुलो मुख हुन्छ टिमुर अरू चाहिँ नि खरानी राखेर सुकाएर मकैको बिउ गहुँको बिउ जौको बिउ त्यसरी सुकाएर त्यो हालेर राखेर आफ्नै बिउ छरिन्थ्यो पहिला त्यो थियो पहिला थियो गाई 10-12टा गाई हुन्थे भैँसी हुन्थे अरू चाहिँ कतिका भेडा पनि हुन्थ्यो बाख्रा हुन्थे चरन चराउने ल्याउने मलखातमा फरेको मल सर हालेर खेती हुन्थ्यो रोग पनि लाग्थ्यो हेर्नु अहिले त मल किन कि बिउ किन कि मैले अघि म हजुरलाई कतै अनुरोध गरेँ भर्खरै म एकजना खड्काजीकोमा पुगेको थिएँ उहाँले त्यही भन्नुभयो यहाँ हाम्रा चाहिँ कतिपय यो उत्पादनका कुराहरूमा उहाँले भन्नुभएको उत्पादन चाहिँ मतलब अहिले हामीले देशी उत्पादनहरू धेरै चाहिँ मतलब गर्न थाल्यौँ भन्नुभयो। जस्तो हजुरले अहिले भन्नुभयो वास्तवमा हामीले आफैले तामाका भाँडामा घैँटामा अथवा माटाका घैँटामा आफैले उत्पादन गरेको चाहिँ मतलब ती अनाजबाट केही बीजहरू चाहिँ मतलब त्यो संरक्षण गरेर त्यसैलाई पुनः चाहिँ मतलब तपाईँको चाहिँ त्यो उत्पादन गराउँथ्यौँ भन्नुभयो। त्यो एउटा रैथाने खालको जात त्यति बेलाको रैथाने खालको जातहरूको संरक्षण थियो होइन। अब अहिले विकासै भन्न थाल्यौँ ती रैथाने जातहरू लोप भए होइन। जस्तो अहिले समाजमा हामी चाहिँ मतलब यो समानताको चाहिँ मतलब हिसाबले चाहिँ जाँदाखेरिमा बाहुनले जोसँग बिहा गरे पनि हुने भयो होइन अथवा अर्को जातले अर्को जातसँग बिहा गरे पनि हुने भयो त्यहाँ पनि मतलब रैथाने जातको चाहिँ मतलब लोप हुने अवस्था गइसकेका छ। बाली नाली लगौलो लोप भइसकेका अवस्था छ होइन। अब यो जोगाउनलाई हजुर जतिको यतिको यो चाहिँ अब वयोवृद्ध अवस्थामा पुग्नु भएको मान्छेले हजुरले त धेरै यो सम्बन्धी अनुसन्धान गरेर वास्तवमा यसैमा समर्पित भएर यत्रो जीवन बिताउनु भएको रहेछ जबकि हजुरलाई चाहिँ मतलब त्यो शैक्षिक अवस्थाको हिसाबले त्यतातिर चाहिँ अलमल गरिराख्नुपर्ने अवस्था पनि रहेन रहेछ। फेरि पनि हजुरले त माटैलाई प्रेम गर्नुभयो होइन माटैलाई प्रेम गरेर यतिको अवस्थामा आउनुभयो कि चाहिँ मतलब यहाँको कम्युनिटीमा यहाँको चाहिँ मतलब समुदायमा हजुरले एक खालको चाहिँ कृषिको हिसाबले क्रान्ति नै गर्नुभएको अवस्था रहेछ। मैले हिजोबाट त्यो बुझेँ। यहाँ आइसक्दाखेरि
हजुर यो क्षेत्रको कृषि क्षेत्रको चाहिँ मतलब एउटा क्रान्ति नायक हुनुहुँदो रहेछ भन्ने कुरो बुझेँ। त्यस कारणले पनि हामी त दर्शन गर्नको लागि लालायत थियौँ, हामी आइपुग्यौँ है। भनेपछि अब मैले हजुरसँग जान्न खोजेको कुरो चाहिँ के भन्दाखेरिमा यो रैथाने म पनि धेरै खुसी भएँ। म कहाँ जान सक्थेँ र होइन यसो हामी सिक्न आएको मान्छे, हामी बुद्धिजीवी भएर होइन, हजुरसँग सिक्न केही दिनुहुन्छ केही लानुहुन्छ। अब त्यो भएको मैले हजुरसँग जान्न खोजेको कुरो चाहिँ अब यो हाम्रो रैथाने, अब मान्छेको पनि रैथाने जात चाहिँ जोगाउन आवश्यक छ। आजकल हेर्नुहोस् है, मान्छे पनि धेरै बाँडिया छ, कृषिको क्षेत्र पनि धेरै नै बाँडिएको छ। भनिसकेपछि हामीले कहाँबाट यसको सुरुवात गर्नु पर्ला जस्तो लाग्छ हजुरलाई? के छ हजुरको संरक्षण गर्न के गर्नुपर्छ? संरक्षण गर्नु के गर्नु पर्ला? हजुरले यसलाई कसरी बुझ्नु भएको छ? अर्को अनुभव के छ? यो त पहिले जनता नै शिक्षित हुनु पर्यो, त्यस किसिमको सरकार हुन पर्यो मेरो विचारमा। र हाम्रा पुर्खाले यस्तो गरे आएका थिए, त्यसमा अथवा परिमार्जन परिष्कृत हुँदै जान्छ, सुधार त होइन। त्यसरी हामी जागरुक हुनु पर्यो। सबै समाज आफ्नो हिजोको धर्म संस्कृति परम्परा जोगाउन पर्यो, त्यसको पनि संरक्षण गर्नु पर्यो। र त्यहीमा रहिरहेर जीविकोपार्जन पनि नहुन सक्ला होइन। त्यसरी त्यसमा परिमार्जन परिष्कृत गरेर एउटा नयाँ मोडमा आए राम्रो हुँदो। हजुरको यो ठिक छ, खुसी लाग्यो। विदेश जानेहरूलाई के भन्नुहुन्छ माटो छोडेर? अनि हजुरको घर परिवारमा कतिजना के कसो छ? मतलब यही चाहिँ हजुरसँगै बस्नुभएका हजुरका सन्तानहरूको अवस्था के छ? अथवा चाहिँ मतलब हजुरका सन्तानहरू चाहिँ मतलब यत्रतत्र छरिनु भएको छ कि के कसो गर्नुभएको छ? कसरी त्यो हजुरको यो वृद्धावस्थामा पुगिसक्नु भएको हजुरको अवस्था, पारिवारिक अवस्था के कस्तो छ? हामी यस्तो कृषि गर्नेकाले कृषि गरिरहन्छन्। अरू चाहिँ नि जाहिर खानेले उसको बाउले केही गरेर रहेछ भने त्यसैमा जान्छ। हेर्नुहोस् हाम्रो बाले पहिलेदेखि कृषि गरिआउनु भएको थियो। त्यसपछि 75 सालमा के भएछ भन्नुहुन्छ भने 1975मा 1975मा बरमा गएका होछन्। यहाँ पारिका बाम एउटा तिनले हौसला धान ल्याएर तिनीसँग रोप्या हुन्छ। त्यो खोलीले बगाएर हाम्रो खेतमा ल्याएर यसो गरेर हालेछ। त्यहाँबाट यति लामा ठुली फुपैले तिनी राखेर बाले भनेर राखेर त्यही बिउ फेरि रोप्दाखेरि यहाँ अनुसार यदि लामा पाला हुने, पकाएर मिठो हुने, सर्राकासित अनि त्यो गुन्द्रा पराल पनि हुने, अनि त्यो बिउ यहाँबाट प्रचार हुने गएर गइरा भन्छन् छरियो हुन्छ खरियो। अनि त्यो छरियो फेरि यो मोहन विक्रमका भाउ किन यिनीहरूको जिम्माले यिनीहरूले लाग्नु भएर आफूले काटेको पनि त्यो हेरेको पनि नसान्छन्। त्यहाँ यिनीहरूको मोटा मामला हुँदै काठमाडौँसम्म पुग्छ। त्यहाँबाट एउटी बुढी र एउटा सानो छोरा हुन्छन्। एउटा दक्षिण त्यो नेहरूले पनि पकाउनु खानदिनु हेर्छन्। दक्षिण त खानु जग्गा दिन्छन्, हुनु बस्यो भनेर मोची ल्याएर अहिले त्यो काट्ने हेर्छन्। यति 4 महिना बिउ ल्याइदिएको चाहिँ
लोकल पुरानो आलु तिनले गरम लाएर अलिअलि गराइनहरू पाइप दुई कति बनाएको थिएँ अब दुईपछि जौँहरूलाई 4 महिना आलुको बिउ ल्याउनु भएछ र यहीँबाट फेरि आलु जता कतै भएर आलुको बिउ यता भयो र हामीले पछि अलिअलि अब पढे लेख्यौँ पनि अब त्यहाँबाट कृषिले लाने थरीको बिउ पनि ल्यायो त्यही आलुको यहाँ हुन्छ भन्न पक्रिसक्छ त्यसरी अब बाख्रा बोका पनि यसो त्यसको ल्याइए र ल्याएर मैले 3-4 साल जति पारेँ बोका लगाएँ त्यसरी यहाँ अब फेरि एकै मैले 8 बिघा ल्याएर लगाएर यस्तो फलाएको छु त्यहाँबाट अहिले यसको सुरुवात हजुरले नै गर्नुभयो आँप रोप्नलाई पहिला र यसरी हुँदै आएको छ र के भन्नु अरू पढाउन बिर्सिनु ए होइन ठिकै छ यो संरक्षण गर्नलाई चाहिँ अब हामीले के गर्नु पर्ला यो हाम्रो रैथाने चाहिँ मतलब यो जात जातिदेखि लिएर बिउ बिजनदेखि लिएर अथवा कृषिमा चाहिँ मतलब उत्पादकत्व बढाउनको लागि के गर्नु पर्ला युवा पुस्ताहरू चाहिँ अब विदेशी क्रम बढी छ कसरी रोक्ने होला यी सबै विषयलाई समेटेर मैले संयुक्तमा हजुरलाई चाहिँ क्वेसन गरेको खासमा यही कुरामा म पनि दिक्क छु हो नि मेरो घरको समस्या छ हो मैले त्यही सोधेको हो किन समस्या छ भन्नुहुन्छ भने बाजे बाउहरूले आफ्नै खेतपाटामा अर्काइने आफ्नै फेरो फर्कोमा बाँस न्याला लेमस डाले घाँस आदि लाएर लालाबाला पालेर अर्काइने मोल बनाएर आफ्नै बिउ जरा राखेर खेती गर्दै खाँदै आइन् र त्यो स्वादिष्ट पनि थियो र मोलमा पनि पैसा जान्दैनथ्यो बिउमा पनि जान्दैनथ्यो अहिले मेरै नातिलाई पढ्न भनेर मैले त पठाएको मैले अब जमानामा यहाँ कसैले एसएलसी गरेको थिएन गरेको मान्छे हुँ र मैले अब भएन त्यो जाहिर त यो खाने पानी विद्यालय आदि त यहाँ गराउँदै गइयो अब यिनलाई राम्ररी छोरालाई पढाउनु पर्यो भनेर कोसिस गरेँ त्यति अलिअलि पढेँ अब पुगाउनु नातिलाई त गराउनु पर्यो भनेर 4 छन् 2 भाइका तिनलाई पढाउन पठाएँ कतिले अब बिए पास गरे कतिले अब एमएको पनि पढ्दैछन् कतिले छोडेर 2टा कोरिया गए हेर्नु 2टाले फेरि धन्यवाद काठमाडौँ गर्छन् अब केटी माग्न पनि नपर्ने केटु खोज्न पनि नपर्ने उल्की छोरी मूलको पानी भनेर भन्थे अब एक किसिमले अब उनीहरूले पढ्न पठाउनुको साटो बिहा गर्न पठाए जस्तै भयो आफै रोजे भयो र अब यहाँ त कमसेकम 1 महिना परिस्थिति त मेरो घर जान पहिले त दुःख पाइयो के अहिले कमाउँदै गराइयो इत्यादि माटो खेलाएर बनाइयो अब चट्टै खानेलाई दुःख पाएको थिएन यसैमा उत्पादन गर्लान् अथवा यहीँ पढाउलान् केही धन्दापात गर्लान् र हामी न बाउले नोकरी गरे न बाजेले गरे न मैले गरेँ होइन अब चाहिँ उठेर मास्टर भइदिनु जे भयो भने यहाँ त हुन्थ्यो नि त्यति बेला 22 सालमा एसएलसी पास भने त त्यति बेला अधिकृत हुन पाइन्थ्यो पाइन्थ्यो नि मलाई हलदारमा भर्ती गरिदिनु भनेर पनि भारततिर गएँ
अब मेरो केही फुपूका छोराहरू पल्टन्ने छन् उनले पेन्सन पनि ल्याएको छन् अरे उनका सन्तान गरे અહીં म भने नि कृषिको कृषितिर उनी अब त्यतातिर लाग्यो कि बाबुआजी कर्मले गर्दाखेरि उनीहरूले उहीतिर नोकरीतिर लाए र हाम्रा त अब अहिले गए र यही समस्या छ म बुढो भएको छु अरू चाहिँ नि छोराबारीमा कोही 60 काटेका छन् कोही 50 काटेका छन् दुई भाइ छन् मलाई त जनतन यिनले पाल्ने भाइ यिनलाई कसले पाल्छ है समस्या चिन्ताको विषय हो चिन्ता हो यिनी त्यतिका पढलेखा त थिएनन् आफ्नो स्वार्जन गरेर हामीलाई पालेका छन् अथवा 2-4 पैसा पनि कमाएका छन् आलु खेती गरेका छन् धान खेती गरेका छन् हजुरको यो उत्पादनले खानपानको लागि चाहिँ पुग्छ समस्या छैन कति जति जग्गा जमिन कति जति छ भाइ जग्गा जमिन त त्यही 10-8 पनि अलिकति 4 र खेती हुने छ हजुर अरू यहाँ माथि छ हेर्नुहोस् हजुर त्यो गएर त्यहाँ माथि छ हजुर अब 60-65 रोपनी छ अनि मकै पनि हुन्थे 12-14 मरी मकै हुन्थे खरखरान 200-300 मरी के अरे भारी हुने पनि छ अब त्यहाँ मैले लगाएका सुन्तलाहरू भए घाँटी ओखरहरू भए अरू चाहिँ यो त्यो नासपाती भए त्यस्ता सङ्घ बिरुवा पनि छन् अब के गर्ने अब बाज्यो अब गर्ने छैनन् गर्ने मान्छे भएनन् फेरि अब बाँदर लाग्छ त्यहाँ बसेर गरेर मलजल गराएर मकै कोदो तोरी फापर सबै हुन्थ्यो हेर्नुहोस् अब मल पनि चाहियो बल पनि चाहियो होइन र मल चाहिँ हजुरहरूको के हो रासायनिक मलहरू प्रयोग गर्नुहुन्छ कि आफ्नै चाहिँ मतलब यहाँको चाहिँ अर्ग्यानिक मल प्रयोग गर्नु भएको छ हामीले सबै अर्ग्यानिक गर्थ्यौँ ए हजुर यही वर्ष यता अब पहिले फकड्या जस्तो सस्तो मल त्यहाँ यहाँ गहुँ अलिअलि मैले छुट्टै भएर अलिकति उस बेलामा त्यहाँबाट ल्याएर त अलिअलि हाल्यौँ म त छुट्टेर आएको थिएँ बुढो भएर पर्खिएको त्यहाँबाट त्यो हालेर छुट्टिने बेला भएको थियो अलिक सस्तो भएको थियो मैले ल्याएर मैले गहुँ गराएँ यतिको भाइ गरोस् अहिले उसले 7 मरी गरायो वा बुढो घरमा 16 मरी भयो गहुँको खेती त्यतिखेर आडोमा लगाएर सुरु गऱ्यौँ अलिअलि गर्थ्यौँ भगाडी पनि छैन धनसार पनि छैन गहुँ त्यतिका हुन्नन् ती अब बेच्न घुम्ने समस्या पर्यो बेच्न घुम्ने अब त्यो झ्याप्पै त्यसरी भयो उत्पादन अब कोला भगाडी अथवा धानका धनसार मकैका यस्ता त चित्रका त पहिले त त्यही बालिनाले उठायो र त्यहाँबाट सुकायो भने राख्यौँ गर त्यो त्यतिका फट्टा हुँदाखेरि त त्यसको ठाउँ त थिएन कोही किराले खायो कोही बेच्यो त्यसपछि अलिअलि त्यो बानी पर्यो भनेपछि त्यसरी अर्ग्यानिक के अरे चाहिँ रासायनिक मल चाहिँ हाल्नलाई सुरुवात भयो हाम्रो त लालोवाला धेरै थियो होइन खरखरान पनि थियो अझै पनि केही मात्रामा हाल्छु मैले अरूले त अलिअलि हाल्छन् र त्यसका जग्गा बिग्रिएको छैन अनि जातिमा लास्टै आएको मैले जान्दैन किनभने गोर मलैमा गरिरहेको छ अलिअलि सेक्थ्यो त्यो भएर र त्यही हाल्न लाग्यो अचल ऊ त मलमा दाम गएको छ ऊ त बिउमा गएको छ हेर्नुहोस् यो चाहिँ अब पश्चिमाहरूले त्यो हामीलाई आक्रमण गरेको छ कसरी गरेको छ मलगाटो गरेको छ बिउबाट गरेको छ संस्कृति आदिबाट गरेको छ र पार्टी आदिबाट पनि गरेको छ यो हामी सबैले बुझ्दैनौँ हेर्नुहोस्
अब लाटो सुटो जान्छ छ आउँछ फर्को चाहिँ के गर्छ कसो गर्छ र यसरी हामी सर्लक्क लिएका छौँ। खुसी लाग्यो भयो हजुरसँग चिन्जान भयो मुख्य कुरो हजुरको दर्शन गर्न पाइयो है। हामी त वास्तवमा यो चाहिँ हामी त यति बेला आफ्ना बुद्धि विवेकदेखि लिएर सबै कुरो निकालेर एकदमै उ गरेर हजुरसँग चाहिँ के कति उहरू छन् भनेर हामी एकदमै सिक्न आएको भयो अनुभव है। हामी त अब एकता भएर एउटा कृषि क्रान्ति जस्तो रूप ल्याएर ठिक हो यो आमूल परिवर्तन नगरेसम्म जुट्न पर्यो सबै जुट्न किसान जुट्न पर्यो किसानहरू जुटेर मल बिउ खेतीपातीहरू चाहिने लालो बालो यी सबै अब यहाँ हेर्नुहोस् अब बाटो खन्ने अगाडि पनि अब गरियो हामीले गऱ्यौँ उतार बोक्नलाई सजिलो भयो यताहरूलाई त छैन यता उत्पादन भएर लाने त हो नि उत्पादन हुनु छोडिहाल्यो। उत्पादन यहाँ अलिकति यही हाम्रो अहिले यो नानकामासमा आएको त्यहाँदेखि यो तल्लो धरासम्म नै आलुको अलिकति राम्रो पकेट एरिया रहेछ। अनि हजुरको आफ्नै दाजुभाइ चाहिँ कतिजना हुनुहुन्थ्यो? हजुर चाहिँ एउटा मात्रै छोरा हो? चार भाइ मध्येमा हजुर जेठो कान्छो कुन चाहिँ हो? माइलो। अरू बाँकी दाजुभाइ यतै नजिकै हुनुहुन्छ कि? दाइको छोरो छ, दाइ हजुर हजुर भाइ कान्छाको यो हो यता छ साइलो बेचेर त्यही भवानीपुर गयो। ए भवानीपुर भनेको यही प्युठान जिल्लामै पर्यो। त्यही के भन्नुहुन्छ है त्यो कपिल वस्तु ए कपिल वस्तु ए उतातिर सर्नु भएको छ। ए ठिक छ भयो। मैले यो पारिवारिक अवस्था पनि के कस्तो रहेछ भनेर जान्न खोजेँ। हामी त छ भाइ नि दिदी बहिनी। हजुर 4 भाइ दाजुभाइ। ए 7 भाइ नि फुपूहरू। हजुर हामी अलिकति गोताले जस्तै खुसी लाग्यो। बाँच्न पनि बोइ 96 वर्ष बाँच्नु भयो। ए मैले त जाने स्याहार सम्हार गरेँ सानामा भनौँ हो नि। 92 बाँच्नु भयो। दिदी 94 बाँच्नु। ए हजुर म हो 85 मेसो चलिरहेछ तपाईँ पनि 92 95। होइन हामी त हजुरलाई शतायुको कामना गर्छौँ। हजुर 100 वर्षसम्म बाँच्नुहोस् कम्ती। अब हजुरको यो सक्रियता हेर्दाखेरि चाहिँ मतलब त्यो त्यस्तो धेरै जवान देखिन्छ है। अवस्था पनि छैन त्यो छैन। ठिक छ शताब्दी हुनुहुन्छ यस्तो हो मन बुढो त हुन्न भन्छन्। तन मात्रै बुढो भयो। त 10 इन्द्रिय मध्ये कर्म इन्द्रियले अलि छोड्यो काम। दिशा लाग्यो नि चाँडै पुग्नु पर्यो हो नि। हिँड्दा पनि अलिक परे जाँदा थकी लाग्यो। हात पनि यसो गऱ्यो। आँखा त मैले चासो लाउँथेँ 40 साल आयो। अनि 65 सालसम्म लाएँ। त्यहाँबाट देख्न लागेको छु। फेरि देख्थेँ फेरि यो मोबाइल हेर्दाखेरि त्यहाँ यिनले अलिअलि काम पञ्चायत गर्दैछ। त्यसो भएर म सन्तोष छु। सन्तोष छु। किन सन्तोष छु भन्नुहुन्छ भने यो अब संसार यस्तै हुँदै आएको छ होइन। हामी म त कम्युनिस्ट विचारधाराको मान्छे हो होइन।
समाजवाद हुँदै साम्यवाद होइन हामी पनि के भन्न ठान्छौँ भने भए कम्तीमा हरेक मान्छेको आफ्नो विचार हुन्छन् त्यो स्वाभाविकै हो होइन कोही कम्युनिस्ट विचारधाराका हुन सक्छन् कोही कङ्ग्रेस विचारधाराका हुन सक्छन् कोही राजावादी पनि हुन सक्छन् कोही सनातनवादी होलान् कोही के वादी होलान् त्यो ठिकै छ त्यसमा आफ्नो उहरू छँदैछ तर मुख्य कुरो के छ भने हाम्रा विचारले हाम्रो माटोलाई कतिको न्याय गरेका छन् भन्ने कुरासँग चाहिँ मुख्य कुरो यसको चाहिँ के रहनुपर्छ भन्ने सम्बन्ध रहनुपर्छ भन्ने विचार चाहिँ म पुग्छु होइन अब एउटा यो सम्बन्धमा सँगसँगै मैले हजुरलाई जोड्न खोजेको हो यति हुँदाहुँदै पनि हजुरले त्यो त्यति जमानामा चाहिँ मतलब आफ्नो एउटा एक खालको योग्यता विद्वतालाई चाहिँ मतलब माटोमा एउटा पसिनाको रूपमा खन्याएर जो क्रान्ति गर्नुभयो त्यो क्रान्ति वास्तवमा मलाई चाहिँ के लाग्यो भने यो कुनै पनि वाद यो कम्युनिस्टवाद भनौँ या चाहिँ कङ्ग्रेसीवाद भनौँ या अरू वाद भनौँ त्यो वादभन्दा धेरैभन्दा माथि छ भन्ने मेरो चाहिँ विश्लेषण रह्यो बुवा यसमा हजुरको विचार चाहिँ के छ ल भन्नुहोस् त त्यही त हजुरले जे भन्नुभयो मैले यहाँ अब यहाँ फलाना र यति आलु हुन्छन् उति यत्र भन्छन् नि सबै ठाउँ माटो परीक्षण गर्ने त अब साना यो वनमा हिजो काफल थिए तिजु थिए होइन अरू चाहिने फलफुलका बुट्टाहरू थिए त्यसैले खाएर हाम्रो जीवन निर्वाह पनि कतिको नहुनेलाई भएको थियो त सरकारले गरेन संरक्षण भएन संरक्षण भएन त हरिओम देवा शान्ति राप शान्ति रुखसय शान्ति पृथ्वी शान्ति वनस्पति शान्ति विश्वव्यवहार शान्ति सबै रेडी भनेर भनिन्छ नि सबैलाई हरियोले त सबैलाई शान्ति दिन्छ अक्सिजन दिन्छ फल दिन्छ होइन खाना हुन्छ तर त्यो कुरातिर हाम्रो ध्यान गएन यहाँ यो ठाउँमा त अथवा सिन्चाइ केही छ पहाडीहरू पनि छ चारीहरू पनि छ कृषक पनि उद्यमी हिसाबका छन् त्यो डाँडा बाख्रामा त हुन्छ नि त्यहाँ गरेपछि त भन्नुहोस् एउटा बुटो लाए 300-400 वर्ष पनि बाँच्न सक्छ नभए 100-150 चिउरी लाए चिउरीको फलै फल हुन्थ्यो होइन तिजु आदिका फलै फल त्यहाँ हुन्थे नासपाती हुन्थे अङ्गुर हुन्थे सुन्तला हुन्थे होइन यहाँभन्दा त बढी फल्छ तर यो बुटामा हेर्नुहोस् यो बुटाभित्र यति खनेर 4 पाथी हुँदो तर यहाँ यो कति पाथी फल्छ है कति पाथी फल्छ भनेपछि त्यसतिर हामीले ध्यान पुर्याउन आवश्यक छ हामी कृषकको पनि आवश्यक छ सरकारले पनि त्यसतिर वातावरण निर्माण गर्नु आवश्यक छ र हामीले त यही नेपालका जति अब 3 करोड कति भन्छौँ यही निर्वाह हुन सक्छ कि हेर्नुहोस् हामी विदेश फङ्गाल्न पर्ने निर्वाहमा अहिले हिजो बर्मामा 1 रुपियाँ पाइन्छ भनेर मेरो जेठमा चाहिँ जानुभयो उतै बित्नुभयो दिनको 1 रुपियाँ पाइन्छ सुन खाइन्छ भनेर कति चाहिँ बर्माले निकाल्यो र केरा पाहाडी आउँदाखेरि केरा फोकेर भित्रको गुबी खाँदै पनि आए कति मरे होइन त्यसरी अहिले आसाममा त निकाल्न बर्माली उसमा त्यो आसामी गए अहिले भन्न पर्यो अमेरिकाले पनि निकाल्दैछ किन हामी चाहिँ नि आफ्नो चाहिँ नि देशको राष्ट्रियता सार्वभौमता बचाउने र बस्ने पो गरेर यो चाहिँ नि अहिलेका चाहिँ नि युवकहरूलाई विद्यार्थीहरूलाई त्यसको रटना त्यसमा पनि आएन पढे लेखेका चाहिँ नि उत्कृष्ट भएका पनि विदेशमा पलायन भएर गए होइन आफ्नै माताको आफ्नै देशको आफ्नै अस्तित्व राखौँ नेपाली भएर बचिरहँ भन्ने दृष्टिकोण हुनु गएन त्यसतिर चाहिँ नि ध्यान गएर सरकारले चाहिँ नि सबै प्रबन्ध मिलाएर
बस्नु आवश्यक राम्रो छ हो, ठिक छ आवश्यक भयो छ कतै हेर्नु। अब भन्नु